प्रकाशले उज्यालो बनाएको छ। त्यसरी नै हाम्रो जीवनमा रहेका र हाम्रो मनमा रहेका नेगेटिभ पर्सेप्सनहरूलाई यो आगोले, यो आगोको झिल्कोले चाहिँ त्यो हटेर जाओस् र स्काउटिङ जीवन उल्लासमय बनोस् भन्दै यो फर्स्ट भीमसेन थापा फ्रेन्डशिप क्याम्पको क्याम्प फायर कार्यक्रम हामी संयुक्त रूपमा अध्यक्षज्यू र मैले संयुक्त रूपमा ओपन भएको जानकारी गराउन चाहन्छौँ। क्याम्प फायर इज ओपन। र अब हाम्रा भाइ बहिनीहरूको आफ्नो प्रस्तुति रहनेछ। विशेष गरेर यो क्याम्पमा हामीले अन्तिम रातमा, हुन त हामी आज नै बसेका छौँ, भोलि जाँदैछौँ, तर यो लामो क्याम्पको समयमा चाहिँ हामीले क्याम्प फायर किन गर्छौँ भने क्याम्पको अन्तिम रातमा हामी धेरै दुःख, क्याम्पको बेलामा धेरै दुःख पाएका हुन्छौँ।